यो भिडियो खास गरी जनताको ध्यान देशको भविष्यतिर केन्द्रित गर्नको लागि मात्रै बनाएको शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओली शर्मा यिनीहरूको कमब्याक हुन्छ कि हुँदैन। म यो भिडियो भोटभन्दा ठिक्क 2 दिन अगाडि बनाउँदैछु र भोटभन्दा ठिक्क 1 दिन अगाडि अपलोड गर्नेछु। म कुनै नेता होइन, म कुनै पार्टीको कार्यकर्ता होइन, म नेचुरल खबरका सम्पादक हुन्। जस्तै हामीलाई नेचरले हिमाल पहाड तराई र अक्सिजन दिएको छ र नेचरले त्यस हिमाल पहाड तराई जङ्गल र अक्सिजनमा केही मिसाएर दिएको हुँदैन, शुद्ध दिएको हुन्छ र हामी मानिसले बरु त्यसमा केही न केही मिसाएर त्यसलाई प्रदूषित गर्ने गर्दछौँ। त्यस्तै यस नेचुरल खबरबाट प्रकाशित भएको हरेक खबर नेचर जस्तै शुद्ध हुनेछ। अहिले देशको कुना कुनामा भोटको लहर छाएको छ र देशको हरेक जिल्लाबाट हरेक मानिसहरूलाई ध्यान केन्द्रित गरेको क्षेत्र झापा जिल्लाको क्षेत्र नम्बर 5 हो, जहाँबाट बालेन्द्र शाह र केपी शर्मा ओली र विभिन्न नेताहरूले आफ्नो उम्मेदवारी दिनुभएको छ। देशको हरेक जनताको प्रश्न के हो भने बालेन्द्र शाह झापा 5बाट किन, झापा 5बाट बालेन्द्र शाह कि केपी शर्मा ओली। यस चुनावपछि देशको प्रधानमन्त्री को बन्ला वा भाद्र 23 र 24 गते जुन जेनजी आन्दोलन भयो र त्यस जेनजी आन्दोलनमा भएको 76 जना शहीदको माग यस चुनावबाट पुरा हुन्छ कि हुँदैन। र पाँचौं प्रश्न के छ भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओली शर्मा यिनीहरूको कमब्याक हुन्छ कि हुँदैन। यिनी 5वटा प्रश्नको हामी छलफल गर्छौँ र 3वटा तथ्यबाट हामी जान्नेछौँ कि जेनजीहरूले जुन 76 जना जेनजीहरूले शहीद भयो त्यस 76 जना जेनजीहरूको माग वा उद्देश्य पूरा हुन्छ कि हुँदैन। हामी यो सबै प्रश्नहरूको बारेमा छलफल गर्नेछौँ। हम तो छियो कांग्रेस पार्टी के आदमी, मगर हम वोट देबो घंटी के। जे अगर पूत वाला होते ना, जेकरा पास बच्चा होता है तो वो घंटी छोड़ के दूसरा में वोट दे न सके। वो बच्चा सबके जो मारले हो ना, विद्यार्थी सबके आगरा पर जो छाती फट गयो, हम बड़ा कर लियो, चौपर बड़ा कर लियो। आखिर हे भगवान हो तो केकरो बच्चे रहले। यो राज्यलाई सञ्चालन गर्ने 3वटा अङ्ग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका। व्यवस्थापिकाले नीति नियम बनाउँछ, त्यस नीति नियमलाई कार्यपालिकाले कार्यान्वयन गर्छ र व्यवस्थापिका कार्यपालिका दुवैलाई कन्ट्रोल गर्ने न्यायपालिका हो। हामी जेनजीबाट स्टार्ट गरौँ। जेनजी अन्तर्गत 13 वर्षदेखि 28 वर्षको युवा तथा युवतीहरू पर्दछन् र हाम्रो देशको नीति नियम अनुसार हामीलाई 16 वर्ष पुगिसकेपछि हामीलाई नागरिकता प्रदान गर्छन् र नागरिकता प्रदान गरिसकेपछि त्यसपछि हामीले भोटर लिस्टमा नामावलीमा दर्ता गराउन सक्छौँ। यसको मतलब 13 वर्ष, 14 वर्ष र 15 वर्षको युवा युवतीले भोट हाल्न पाउँदैन र यस प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारी दिनको लागि 25 वर्ष, 26 वर्ष, 27, 28 वर्षको युवा युवतीले आफ्नो उम्मेदवारी दिन सक्छन्। यसको मतलब 16, 17, 18 देखि 24 वर्षसम्मको युवा युवतीले उम्मेदवारी पनि दिन सक्दैन। 16, 17 र 18, 19, 20 देखि 24 सम्मको युवा युवतीले उम्मेदवारी पनि दिन सक्दैन र 13, 14, 15 वर्षका जेनजीहरूले भोट पनि हाल्न पाउँदैन। त यहाँबाट हामी स्पष्ट के बुझ्न चाहन्छौँ भने जेनजीहरूको माग यहाँबाट पुरा हुन सकेन। जेनजी आन्दोलन 2082 साल भाद्र 23 र 24 गते भएको थियो र त्यस जेनजी आन्दोलनको उद्देश्य थियो सरकार विघटन र त्यसपछि संविधान संशोधन। सरकार विघटन भयो, त्यसपछि अन्तरिम सरकार पनि बन्यो। अन्तरिम सरकार मात्र 6 महिनाको लागि बन्यो र 6 महिनापछि यो देशको सरकार को होला त्यसको लागि फागुन 21 गते चुनावको दिन पनि तोकेको थियो, तर संविधान संशोधन हुन सकेन। अब यो फागुन 21 गते वा 2 दिनपछि जुन प्रतिनिधि सभा सदस्यको चुनाव हुनेछन् त्यसमा जेनजीहरूले 13 वर्ष, 14 वर्ष र 15 वर्षका जेनजीहरूले भोट हाल्न पाउँदैन र 16 देखि 24 वर्षसम्मको जेनजीहरूले उम्मेदवारी पनि दिन सकेको छैन। यसबाट हामी स्पष्ट के बुझ्न चाहन्छौँ भने यहाँबाट जेनजीको माग पुरा हुन सकेको
छैन। यो भयो तथ्य नम्बर 1। हामी तथ्य नम्बर 2 हेरौँ। तथ्य नम्बर 2 मा के छ भने प्रतिनिधि सभा सदस्यमा जम्मा 275 वटा सदस्य, 275 वटा सदस्यमा 165 वटा प्रत्यक्ष निर्वाचित भएर गएको सदस्य, जुन हाम्रो देशमा 165 वटा निर्वाचन क्षेत्र रहेको छ र 165 वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर गएको सदस्यहरू हुन्छन् 165 जना र बाँकी रहेको 110 वटा समानुपातिक मेथडबाट चुन्ने गरिन्छ। र यो समानुपातिकबाट कसरी चुन्ने गरिन्छ? यो देशको पुरै देशैको समानुपातिक तर्फ परेको मतदानबाट जम्मा मतदान कति भयो र त्यसबाट बदर भएको मतदान कति भयो, जम्मा मतदानबाट बदर मतदान घटाएर बाँकी रहेको सदर मतबाट कम्तीमा 3% मत एउटा दलले प्राप्त हुनुपर्ने हो र त्यो 3% मत प्राप्त गरेको दलहरूबाट नै यो समानुपातिक सदस्य चुन्ने गरिन्छ। मानौ यो देशमा जम्मा 1,10,00,000 समानुपातिकबाट भोट र मत परेको छ, जसबाट 10 लाख 1,10,00,000 भनेको 1,10,00,000 र यसबाट 10 लाख बदर मत, बाँकी कति रह्यो? 1 करोड, बाँकी 1 करोड र यो 1 करोडबाट कम्तीमा 3% एउटा दलले मत प्राप्त गरेको हुनु पर्यो, जसले मात्र समानुपातिकको सदस्य बन्न सक्छन् र यसरी गरेर जम्मा 275 वटा सदस्य बन्ने गर्छन् र त्यस 275 वटा सदस्यबाट 1 जना प्रधानमन्त्री बन्ने गर्छन् र त्योबाट 138 वटा सिट प्राप्त गरेको हुनु पर्यो, त्यसले मात्रै यो देशको सिङ्गो सरकार वा एकल सरकार बनाउन सकिन्छ र देशको संविधान संशोधन गर्नको लागि जम्मा 184 वटा सिट जित्न वा हासिल गर्नमा सफल हुनु पर्छ वा 138 वटा सिट हासिल गर्न सकेन त्यसपछि उनीहरूलाई गठबन्धन गर्नुपर्छ र गठबन्धन गरिसकेपछि 2 वा 3 वटा पार्टीहरू मिलेर गठबन्धन हुन्छ र गठबन्धन गरिसकेपछि फेरि 2 वा 3 वटा सरकार बन्छ र समय समयमा यो परिवर्तन भइरहेको हुन्छ र यसबाट पनि जेनजीहरूको माग र उद्देश्य पूरा हुन सक्दैन। यो भयो तथ्य नम्बर 2। मानौ कुनै एउटा दलले, कुनै एउटा पार्टीले 138 वटा सिट प्राप्त गर्छन्, त्यहाँबाट त्यो पार्टीका अध्यक्ष वा त्यसबाट त्यो पार्टीका अध्यक्ष वा त्यो पार्टीबाट चुनेर दिएको व्यक्ति यो देशको सिङ्गो सरकार हुन सक्छ, तर त्यसबाट पनि यो जेनजीहरूको माग पूरा हुन सक्छ त? हुन सक्दैन। यो भयो तथ्य नम्बर 2 र तथ्य नम्बर 3 के हो भनेको अब आउने चुनाव पछि पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीको कमब्याक हुन्छ त वा बालेन्द्र शाह, 4 जनाको कमब्याक हुन्छ त? मानौ कमब्याक भयो भने यिनीहरू त जेनजी अन्तर्गत पर्दैन। यो 4 जना मध्ये 1 जना पनि जेनजी अन्तर्गत पर्दैन। जेनजी अन्तर्गत नपर्नु भनेको पनि यो जेनजीहरूको उद्देश्य र लक्ष्य हासिल हुन सक्दैन। हामी 3 वटा तथ्यबाट हेर्यौं र यो 3 वटा तथ्यबाट कुनै पनि तथ्यबाट यो जेनजीहरूको उद्देश्य पूरा हुन सकेको छैन र हुन पनि सक्दैन। अरु विकल्पहरू हामी चुनाव पछि पनि हेर्नेछौँ र बुझ्नेछौँ, तर यहाँबाट स्पष्ट कुरा हामी के बुझ्न सक्छौँ भने कुनै पनि विकल्पबाट, कुनै पनि तथ्यबाट हामी हेर्दा हामी 3 वटा तथ्यबाट हेर्यौं र कुनै पनि तथ्यबाट जेनजीहरूको माग पूरा हुन सकेको छैन, हुन पनि सक्दैन। र यति भन्दै हामीहरूले अब 2 दिन बाँकी छ र यो 2 दिनपछि तपाईहरुले आफ्नो अमूल्य भोट यो देशको भविष्यको लागि दिनु होला। र यति भन्दै हामीले यस भिडियोलाई अन्त पनि गर्न चाहन्छौँ र यो भिडियो खास गरी जनताको ध्यान
देशको भविष्यतिर केन्द्रित गर्नको लागि मात्रै बनाएको हो। सो सबैजनाले आफ्नो अमूल्य भोट देशको भविष्यको लागि दिनु होला। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल, टिल्दा नोके, बाई बाई। नेपाली हामी रहौला कहाँ नेपाल